गाई दान, वैतरणी र हाम्रो मानवीय जिम्मेवारी। नेपालमा धार्मिक आस्था र परम्परा अनुसार गाई दान गर्ने तथा मृतकको उद्धारका लागि वैतरणी पार गराउने विश्वास लामो समयदेखि चलिआएको छ। हिन्दू धर्मग्रन्थहरूमा गाईलाई पवित्र, मातृस्वरूप र धर्मको प्रतीक मानिएको छ। यही विश्वासका आधारमा कतिपय मानिसहरूले गाई दान गर्ने चलन अपनाउने गरेका छन्। तर पछिल्ला वर्षहरूमा वैतरणी वा ठूला नदी पार गराउने क्रममा गाईहरूलाई जोखिममा राखिएको, गाडी वा तीव्र बहावमा छोडिएको, नदी तर्न नसकेर तडपिँदै मरेको वा बेवारिसे बनाइएको सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा बारम्बार देखिन थालेका छन्। यस्ता घटनाले धर्मको नाममा भइरहेको अमानवीय व्यवहार प्रति गम्भीर प्रश्न उठ्दै गएको छ। धर्मको मूल उद्देश्य प्राणी मात्र प्रति दया, करुणा र संरक्षण गर्नु हो। कुनै पनि जीवलाई दुःख दिएर, ज्यान जोखिममा राखेर वा मृत्युको मुखमा धकिलेर प्राप्त हुने पुण्यको कल्पना धर्मले गर्दैन। यदि गाईलाई नदीको तीव्र बहावमा जबरजस्ती छोड्दा त्यसको ज्यान जान सक्छ भने त्यस्तो कार्य धार्मिक कर्मभन्दा पनि पशुप्रति क्रूर व्यवहार मानिन सक्छ। गाई दान गर्ने व्यक्तिको पनि जिम्मेवारी हुन्छ। दान दिएपछि आफ्नो कर्तव्य सकियो भन्ने सोच उचित भने होइन। त्यसै गरी दान ग्रहण गर्ने व्यक्तिले पनि गाईको संरक्षण, पालन पोषण र सुरक्षित व्यवस्थापन गर्नुपर्ने नैतिक दायित्व वहन गर्नुपर्छ। गाईलाई बेवारिसे छोड्ने, पाल्न नसकेर सडकमा फाल्ने वा जोखिमपूर्ण अवस्थामा पुर्याउने कार्य धर्म, संस्कृति र मानवताको भावना विपरीत हुन जान्छ। आज आवश्यकता परम्पराको अन्ध अनुसरण होइन, विवेकपूर्ण अभ्यासको हो। धर्मले सिकाउने करुणा, दया र जीव प्रेमलाई व्यवहारमा उतार्न सक्यौं भने मात्र धार्मिक कर्मको वास्तविक अर्थ पूरा हुन्छ। गाईको सम्मान भनेको उसको जीवनको रक्षा गर्नु हो, उसको पीडा बढाउनु होइन। धर्मको नाममा कुनै पनि पशु वा जीवलाई दुःख दिने कार्यको विरोध गरौँ। गाई दान गरौँ भने जिम्मेवारी साथ गरौँ। पालन गर्न नसक्ने अवस्थामा दान वा ग्रहण गर्ने निर्णय पुनर्विचार गरौँ। धर्मको साथ करुणा हो, क्रूरता होइन। गाईलाई वैतरणी पार गराउनु भन्दा पहिले उसलाई सुरक्षित रूपमा जीवन पार लगाउन सकिन्छ कि सकिँदैन भन्ने सोच्नु नै साँचो धर्म हो।